के तपाईँ अझै पनि पहिला बालेन यो शाह भिडियो देशको हेरौँ, मूलधारको त्यसपछि राजनीतिमा कुरा आउँछन् गरौँ। र देशको निम्ति केही गर्छन् अथवा देशको मूलधारको राजनीतिको बागडोर सम्हाल्छन् भन्नेमा अझै पनि आशावादी हुनुहुन्छ? यदि हुनुहुन्छ भने तपाईँ पूर्णतया गलत हुनुहुन्छ। सामाजिक सञ्जालहरूमा मैले कतिपय भिडियोहरू देखिरहने गर्छु कि बालेन शाहले अझै गर्छन्, यो हो, हामी त बालेन शाहकै हो, यो हो भन्ने। तर यो सोच अब पूर्णतया गलत साबित हुँदैछ। यो देशको मूलधारको राजनीतिक बागडोर सम्हाल्ने एउटा अहम मौकालाई तिलाञ्जली दिएर खोपीको राजा बनेर बसेका बालेन शाहले अब फेरि यो देशको मूलधारको राजनीतिमा आउने यस्तो अहम मौका यो दुनियाँलाई पाउने छैनन् साथीहरू। जेनजी आन्दोलन पश्चात हामी धेरैको आशा थियो कि बालेन शाहले केही न केही त गर्छन् है, यिनलाई विश्वास गर्न सकिन्छ। आम सर्वसाधारणको सबै नेपाली युवाहरूको आशा थियो। तर त्यो आशामाथि पूर्ण रूपमा पानी खनाइदिएका छन् बालेन शाहले जेनजी आन्दोलन पश्चात। र फेरि पनि आम नागरिकको एउटा आशा के थियो भने अब चुनाव नजिकै गर्दाखेरिमा बालेन शाहले एउटा तगडा नेतृत्व गरेर आफैले नेतृत्व गरेर एउटा पार्टी खोल्छन् भन्ने आम नागरिकको आशा थियो, आम जेनजी युवाहरूको आशा थियो। त्यो आशामाथि पनि बालेन शाहले अन्ततः पानी खनाइदिएका छन्। आफ्नै सचिवालयका सदस्यहरूमध्ये कसैलाई अगाडि सारेर उनी फेरि पनि मूलधारको राजनीतिबाट पन्छिने कोसिस गर्दैछन्। हुन त बालेन शाहले यो देशको मूलधारको राजनीति ह्यान्डल गर्ने ल्याकत राख्छन् कि राख्दैनन् भनेर बुझ्दै नबुझिकन जान्दै नजानिकन हामी सिधा सादा नेपालीहरूले महानगरमा 2-4 राम्रा काम गरेकै भरमा उनलाई यति धेरै विश्वास गर्नु त्यो हाम्रै पनि एउटा गल्ती हो। मलाई यस्तो लाग्छ कि साथीहरू सायद आम सर्वसाधारण नेपालीहरूले, सबै नेपाली युवाहरूले उनलाई दिएको यो समर्थन, साथ, सहयोग, यो सबै कुरा उनलाई नै अहिले भारी परेको छ। यानि कि यो सबै कुराको भारीले थिचेर उनी नै थिलो परेका छन्। अरे भाइ, म त यहाँसम्म त सोचेको थिएन, आखिर तिमीहरूले मलाई किन यसरी माथि उचालिरहेका छौ भनेर बालेन शाहले मनमनै आफैलाई भनिरहेका होलान्। यही कारणले गर्दाखेरिमा आम नेपालीहरूको यति ठूलो साथ र सहयोगको उनले कहिल्यै पनि कदर गर्न जानेनन्। यो अन्तरिम सरकारले सरासर भनेकै समयमा चुनाव गरायो भने अब चुनाव आउन मात्र 4 महिना बाँकी छ। यो 4 महिनामा पनि बालेन शाहले आफैले नेतृत्व गरेर एउटा दमदार पार्टी खोल्छन् र आम युवाहरूलाई समेटेर अगाडि बढ्छन् नेपालको मूलधारको राजनीतिमा भन्ने धेरैको आशा थियो। तर पछिल्लो समय त्यो आशा पुरै मरेको छ। समाचार माध्यमहरूमा आए अनुसार बालेन शाहले अब आउने चुनावमा भाग समेत नलिने बताइरहेका छन्। बालेन शाहले मेयरको 5 वर्ष कार्यकाल पूरा गर्न चाहेको भनेर समाचार माध्यमहरूमा आइरहेको छ। हुन त बालेन शाह यो देशको राजनीति सम्हाल्नको निम्ति परिपक्व भइसकेका छैनन्। यहाँ त जनताले काठमाडौँमा 2-4 राम्रा काम गरे भनेर उनलाई उचालिदिए। उनी भित्र के बितिरहेको छ भन्ने कुरा कहिले सोच्ने बुझ्ने कोसिस गरेन। फेरि यहाँनिर अर्को कुरा के छ भने बिचरा उनले कहिले भन्न पनि भनेका छैनन् है, मैले यो देश सम्हाल्छु, यो गर्छु, ऊ गर्छु, म चाहिँ यो उसो कहिले गफ पनि दिएका छैनन्। उनलाई पनि दोष त छैन। तर पनि देशमा राजनीति गर्छु भनेर हाम फालिसके पछाडि 2-4 वर्षपछि मैले गर्छु भनेर योजना बनाइरहेको काम अकस्मात आजै आइलाग्यो भने पनि त त्यसलाई ह्यान्डल गर्न सक्नुपर्छ नि एउटा नेता जस्तो मान्छे। त्यसमा ह्यान्डल गर्दै केही कमी कमजोरीहरू होलान्, तर हिम्मत त गर्नु पर्थ्यो नि। त्यो हिम्मत पनि बालेन शाहले अहिले गर्न सकेन। त्यो नसकिसके पछाडि अब बालेन शाहबाट फेरि धेरै आशाहरू गर्नु हाम्रै आफ्नै मूर्खता हुन्छ साथीहरू। अब बालेन शाहले आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल नखोलेसँगै नेपालको राजनीतिक सिनारियो अलिकति फेरिएको छ। बालेन शाहको समर्थनमा रहेका लाखौं युवाहरू अब चाहिँ कता जान्छन् त? यो एउटा